लपर बे गरेको त यस्तो हुन्छ बेबी बच्चा हो र बच्चा त हो त किन किन बे गरेर आएको मलाई भात खुवाउनको लागि बे गर्छ अनि केको लागि गर्नु कुरा पनि लु खुवाइदिनु मलाई चाहिँ खुवाइदिनु नि त ल फेसबुक नबनेको भएदेखि चाहिँ यो मान्छेसँग भेट हुन्थेन नि मेरो फेरि हो यसलाई म बेगै गर्दिनँ नि फेरि अरू कोही हुन्छ ए ठुलो म जस्तो हुन्थेन होला नि त फेरि यता यता हेर म जस्तो जेन्टलमेन हुन्थेन होला नि त तेरो बुढा अब कस्तो हुन्थ्यो हुन्थ्यो नि अहिले कस्तो लागिरहेछ त खुसी लाग्यो सुरुमा फेरि बुढीलाई खुवाइदिनु ए ल गाइज हाम्रो त यस्तो हुन्छ है फेरि माया भनेको चाहिँ होइन यो देखावटी होइन हाम्रो चाहिँ डेली नै हुन्छ प्रायः जसो होइन सुटी यो चाहिँ फेरि 4 वर्ष लग परेर बे गरेको बुढाबुढीको चाहिँ फेरि यस्तो हुन्छ है गाइज यो देखावटी होइन नि फेरि यो चाहिँ अरेन्ज म्यारेजको चाहिँ कस्तो हुन्छ अरेन्ज म्यारेजको चाहिँ कस्तो हुन्छ त्यो चाहिँ थाहा भएन हामीलाई होइन नि लग परेर बे गरेको चाहिँ यस्तो हुन्छ बेबी अब आफू खानु न म भने छोरालाई पनि यसरी नै खुवाउनु पर्ने रे बाउलाई पनि यसरी नै खुवाउनु पर्ने भाग्यमानी लु पो हो त्यसरी खुवाउनु खाने मान्छे चाहिँ भाग्यमानी हो त्यस्तै खुवाउने मान्छे चाहिँ भाग्यमानी यहाँ लेखेर आएको थियो र खुवाउनु पाइस् त तैँले बेही नभएको भएदेखि कसरी कसले खुवाउँथिस् कसरी खुवाउँथिस् आफै खान्थेँ नि बुढी आई लभ यु लभ यु टु खोइ छोरा खोइ छोरा उसको बोईको घरमा खाने के गर्ने मोबाइल हेर्दै अगाइसक्यो यस्तो अगाएको अझै सानो भात खाने चबाएर निल्नु पाएको थियो खाँदै खाँदै गर्थ्यो खानु न नचपाइ निल्नु न बिहान उठ्ने बित्तिकै टोइलेट कुर नहुनु खाइदिउँ फेसबुक नबनेको भएदेखि चाहिँ यो मान्छेसँग भेट हुन्थेन नि मेरो फेरि हो यसलाई म बेगै गर्दिनँ नि फेरि अरू कोही हुन्थ्यो नि त ए ठुलो म जस्तो हुन्थेन होला नि त फेरि यता यता हेर म जस्तो जेन्टलमेन हुन्थेन होला नि त तेरो बुढा अब कस्तो हुन्थ्यो हुन्थ्यो नि के तोर पे पर्थ्यो होला नि त फेरि हाम्रै पर्थ्यो होला नि त अहिले कस्तो लागिरहेछ त खुसी लाग्यो हाँस हाँस हाँस्नु खुसी लागिरहेछ अरे हाँस्नु खुसी लाग्दैन भने कस्तो लाग्यो यस खपरमा चाहिँ लिएर आएको रहेछ क्या यसले म जस्तो बुढा पाउनुको लागि यता हेर्दा हो खप्परमै लेखेको हुन्छ त्यही भएर त पाइस् त म जस्तो मान्छेहरू रब ने बना दी जोडिया अनि के गरौँ भिडियो इन्डिङ गरिदिउँ ल गाइजहरूलाई बाई बाई भन्दै नि त बाई बाई गाइज यस्तै यस्तै भिडियो
यस्तै यस्तै भिडियो हामी हाल्नेछौँ होइन रमाइलो रमाइलो तपाईँहरूले हाम्रो भिडियो हेरेर इन्जोय गरिदिनु होला लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होला मिलाएर होइन गरेन भने त्यसलाई के गर्ने गऱ्यो भने के गर्नु के नि के गएर घर घर कुट्ने है ल जस्ट जोकिङ ल त गाइज मेरो डार्लिङले चाहिँ खाना खाँदैछ अघि भएर खाना खाएको फेरि बुढासँग त फेरि खाना खानु बसेपछि चाहिँ म खाना खान थालेपछि चाहिँ उसलाई फेरि भोक लाग्छ जस्तो फिल हुँदो रहेछ के हो फेरि खान्छ ए सकाइदिन्छ म खान्छु